2059 साल असोज 23 गते साप्ताहिक जनआस्थाको एउटा अङ्क बजारमा आउँछ, जसको पहिलो पृष्ठमा एक शीर्षक हुन्छ, फिल्म नगरीको रङ्गीन रात। सामान्य गसिप स्टोरी जस्तो देखिने यो सामग्रीको पहिलो पृष्ठमा एउटा फोटो हुन्छ। डराएको भावभङ्गीमा आफ्ना गोप्य अङ्ग छोप्न लागे जस्तो देखिने युवतीको नाङ्गो फोटो र उक्त फोटोको तल एक क्याप्सन लेखिएको हुन्छ। तपाईँ चिन्नुहुन्छ को हुन् यी नेपाली हिरोइन? नमस्कार, म पुष्पा थापलिया। कहिलेकाहीँ घटना मर्छ, तर त्यसले छाडेका प्रश्नहरू कहिल्यै मर्दैनन्। कहिलेकाहीँ एउटै कुराले हजारौं रहस्यको पोल खोल्न सक्छ, तर कहिलेकाहीँ यति धेरै प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती हुँदा पनि हत्यारालाई राज्यले केही गर्न सक्दैन। ऊ खुलेआम राक्षसी आँसु हाँस्दै उल्टै घटना पढाउन तम्सन्छ। अर्काको व्यक्तिगत जीवनमा कसरी घुस्ने, स्कुप र ब्रेकिङको नाममा कसरी ब्ल्याकमेल गर्ने, चुस्नसम्म चुसेर कसरी पत्रकारिता भन्दै मर्न बाध्य बनाउने। आजको भिडियोमा हामी 24 वर्ष पुरानो श्रीसा कार्की आत्महत्या प्रकरणको फाइल फेरि खोल्नेछौँ र हेर्नेछौँ आखिर त्यस्तो के छापिएको थियो जसले नेपाली पत्रकारिताको इतिहास नै बदलिदियो। उन्साठी सालको असोज 23 गते एउटा समाचार निस्क्यो, फिल्म नगरीको रङ्गीन साँझ। त्यो 45 जनाको कथा हो। फोटोमा देखिएको नाङ्गो तस्बिर नायिका श्रीसा कार्कीको हो। सिने निर्मात्री सुनिता खड्का मार्फत रु 5 देखि 10,000 रुपैयाँसम्ममा उपलब्ध हुने नायिका कार्की आजकाल खुनी पायल नामक हिन्दी भाषामा भूतको फिल्म बनाउने धम्बरधुस भैयाहरूसँग घुम्ने गर्छिन्। यसअघि उनलाई एक नायकले जापानमा सांस्कृतिक कार्यक्रम गर्न जाउँ भनेर अर्कै कार्यक्रम गरी फर्काएका थिए। एकताका एकजना हास्य कलाकारले पनि श्रीसालाई सशुल्क उपलब्ध गराइदिन्थे। अहिले खुनी पायल फिल्मका प्रोड्युसरहरूले उनलाई बम्बई लगाउला र उतैको फिल्महरू खेलाइदिउँला भन्दै सपना देखाइरहेका छन्। गत भाद्र 19 गते बुधबारका दिन साँझ 7:30 जाँदा सिमसिमे पानी परिरहेको बेला गायक एम बरालले नायिका निरुता सिंहलाई पुतली सडक स्थित आफैद्वारा सञ्चालित हारती कल्चर सेन्टरमा लिएर गए। सेन्टरमा पुगेपछि प्यासेजको ढोका लगाउँदै बत्ती निभाएर उनीहरू लगभग 10 बजे त्यहाँबाट निस्किए। निरुतालाई यसअघि व्यापारी विजय दुगडले पेप्सीको विज्ञापन खेलाइदिउँला भनेर दिल्ली लगेका थिए, तर दुगडले निरुतालाई पेप्सीको विज्ञापनमा खेलाउन नसकेपछि उनलाई फकाउन आफै निर्णायक स्टेको मोसन पिक्चर्स अवार्ड र एउटा मोबाइल सेट किनिदिए। तर निरुता त्यसबाट फकिन नसकेर अन्य व्यापारीहरूको सानिध्यमा पुगिन्। कतैबाट केही नलागेपछि आजकाल निरुता दाजु निर्देशक तुलसी घिमिरेसँग ढुक्कै बस्न थालेकी छिन्। त्यसै कारणले हो तुलसीकी पत्नी भारतीले तुलसीलाई छाडेर 5 महिना अगाडि नै माइत मुम्बई गएकी। बीचमा केही समय निरुता र उत्तम प्रधानका बीच पनि गहिरो सम्बन्ध कायम भयो, तर निरुता दुगरतिर लागेपछि उत्तमसँग उनको छुटानामा भयो। आजकाल यिनीहरूको बोलचाल बन्द छ। उनी बेला बेलामा न्युरोड बटुका सुन व्यापारीसँग पनि भेटिने गर्छिन्। उता गायक एम बराल उमेरका तरुणीहरू खेलाउन खप्पिस छन्। पुरानो बानेश्वर स्थित फाल्गुनी ओभरसिजकी मालिकनी विष्णु गुरुङ एम बराल लगायतका केही मर्दहरूकी पनि मालिकनी हुन्। एम बरालले विष्णु गुरुङबाट एउटा सेन्ट्रो कार, एउटा मोबाइल लाइन र ज्ञानेश्वरमा एउटा कायदाको घडेरी हासिल गरिसकेका छन्। उनीहरूबाट एमले यस्तै विभिन्न माल सामान फुत्काउन थुप्रै मर्दहरू कसिएर लागेका छन्। भोजपुरका एक लाहुरे गुरुङसँग पहिलो पटक विवाह गरेकी विष्णुले त्यसपछि गुरुङ लेख्न थालेकी हुन्, तर उनको माइती थर गुरुङ होइन। बिहुली फिल्मकी हिरोइन तथा धरतीकी निर्मात्री सुनिता खड्का सङ्गठित धन्दावाला हुन्। उनको अखडामा श्रीसा कार्की लगायतका दामका हिरोइन पाइन्छन्। आजकाल सो अखडामा ममता बस्नेत नाम गरेकी युवती सर्वसुलभ उपलब्ध हुन्छन्। सुनिताकोमा मारवाडीदेखि सेना प्रहरीका हाकिम र उच्च ओहदाका व्यक्तिहरू धाउने गर्छन्। उमेरले आफ्नी सौतनी आमाभन्दा जेठी शिवश्रेष्ठीकी साइली छोरी स्विटीलाई नायक दिलीप रायमाझीले केही दिन अगाडि दक्षिणकालीमा सिन्दुर हालेको र नगरकोटमा हनिमुन मनाएको सुनेपछि शिव छोरीमाथि अतिक्रमण गर्ने दिलीपको खोजीमा लागेका छन्। तर दिलीप केही दिन अघि मात्रै हङकङ उडेका छन्। दिलीपकी पहिलो श्रीमती बाग बजारमा ब्युटी पार्लर खोलेर बसेकी छिन्। स्विटी चाहिँ बुबा शिव श्रेष्ठबाट भागी हिँडेकी छिन्। दिलीप र स्विटी बीच 2045 सालबाटै प्रेम सुरु भएको हो। दिलीपले सञ्चालन गरेको इन्टरनेसनल डान्स सेन्टरमा उनले समय नदिँदा स्विटी त्यहाँको मालिकनीको रूपमा बस्ने गर्थिन्। आफ्ना पति सुरज चन्दलाई पोहोरको दशैंमा
बहुविवाहको अभियोग लगाएर खोरमा जाग्ने नायिका पूजा चन्दले मुना चियाका मालिक लगायतका थुप्रै मारवाडीहरूसँग रात बिताएको पैसाले बिना विज्ञापन टेलिभिजन कार्यक्रम चलाइरहेकी छिन्। ठमेल स्थित पिस नाइट गेस्ट हाउसका सञ्चालक प्रकाश सिलवालसँग आजकाल पूजाका रङ्गीन रातहरू बित्ने गरेका छन्। पूर्व प्रधानमन्त्रीका एकजना निजी सचिव, राजाका पूर्व एडिसी, राजधानीका पूर्व मेयर तथा हालका सचिवहरूसँग पनि पूजाको सशुल्क धन्दा चल्ने गरेको छ। राजाको जन्मोत्सवको अवसरमा जल शाहले पाएको गोदैया एकजना पूर्व गृहमन्त्रीको देन थियो। फिल्म लाइनका लगभग सबै हिरोइनहरूलाई नचाइसकेकी ती मन्त्रीले अब नचाउनलाई सायदै कोही हिरोइन बाँकी होला। एक टेलिभिजन च्यानलबाट सुनिल थापाले सञ्चालन गर्ने सुनिल स्टार सो पहिले जल शाहले जल स्टार सो भनेर चलाउने भएकी थिइन्। त्यही सिलसिलामा दिल्ली बजारको भोजन गृहको एक कोठामा टेलिभिजन च्यानलका मालिकसँग जल रङ्गे हात पक्राउ परेकी थिइन्। पक्राउ परेपछि सम्बन्धका कारण बदनाम हुने भयो भनेर च्यानलका मालिकले जलले सञ्चालन गर्ने कार्यक्रम सुनिललाई दिएका थिए। प्रहरी र अध्यागमनका ठुल्ठुला मान्छेलाई रिझाएर बसेकी रिता ओभरसिजकी कमला शर्मा आजकाल फिल्म प्रोड्युसर र डाइरेक्टरहरूलाई रिझाउने गर्छिन्। आफ्नी छोरी मोनुकालाई हिरोइन बनाउन विभिन्न युवतीहरूलाई कमलाले विभिन्न ठाउँमा पुर्याउने गर्छिन्। मलेसिया लगायतका विभिन्न खाडी मुलुकमा पठाउने मान्छेहरूको भिसा लगाउन विभिन्न राजदूतावासका काउन्सिलहरूलाई पठाउने युवतीहरू मेनपावरको व्यापार मन्दी भएपछि फिल्म लाइनतिर दौडिन थालेका छन्। उनकी छोरी मोनिका उपहार र परीक्षा नामक फिल्मको हिरोइन भइसकेकी छिन्। उसो त उनकी छोरी पनि आमा भन्दा कमकी चाहिँ होइनन्। हतेरी भन्ने फिल्म खेल्दा कलाकार श्याम घिमिरेले नायिका रेजिना उप्रेतीलाई कालिका स्थानबाट भट्टेकुलोतर्फ जाने बाटोमा रहेको आफ्नो साथीको डेरामा लगेर रात बिताएका थिए। रेजिनासँग फिल्म डाइरेक्टर शोभित बस्नेत र रेस आचार्यहरूले पनि थुप्रै रातहरू काटिसकेका छन्। सिमसिमे पानीमा भन्ने गीतकी साहथर्की गायिकाको बालाजु वनस्थलीबाट भित्रपट्टि छिर्ने बाटोको एक घरमा धन्दावाल अखडा रहेको छ। गायिका शाहले सिंहथरका एक व्यक्तिसँग विवाह गरेकी छन्। उनको अखडामा समाजका लब्ध प्रतिष्ठा भनिने यौन पिपासुहरूको ठुलो मात्रामा जमघट हुने गर्दछ। पूर्व मन्त्री विजय गक्सेदार, डिआइजी अच्युत चालिसे, सचिव लोकमान सिंह कार्की, गायक आनन्द कार्की लगायतका विभिन्न व्यापारीहरूसँग घनिष्ठता कायम गरेकी शर्मिला मल्लले पहिले झापा चन्द्रगढीका सन्तोष पोखरेलसँग विवाह गरेकी थिइन्। सन्तोषबाट शर्मिलाको एक छोरो पनि जन्मिएका थिए। तर ती छोरा अहिले सन्तोषसँगै छन् भने शर्मिला चाहिँ कृष्ण मल्लसँग। नयाँ नायिका अरुणिमा लम्साललाई व्यापारी श्याम खेतानले आफ्नी बनाएका छन्। राजेश हमालसँग नजिकको सम्बन्ध रहेकी करिश्मा मानन्दरको आजकाल उप्रेती थरका नायकसँग हिमचिम बढेको छ। भनिन्छ करिश्माका पति विनोदसँग उनको सम्बन्ध चिसिँदै गएको छ। अब यो खोज पत्रकारिताले पत्ता लगाएको खोज समाचारलाई अलिकति ध्यान दिएर हेरौँ। पहिलो नजरमा हेर्दा यो कुनै ठुलो खोज पत्रकारिता जस्तो लाग्न सक्छ, किनभने यहाँ धेरै नाम छन्, धेरै आरोप छन् र धेरै कथाहरू छन्। तर जब हामी विस्तारमा जान्छौँ एउटा अनौठो कुरा देखिन्छ। समाचारको सुरुमै फोटोमा देखिएको नाङ्गो तस्बिर शीर्षा कार्कीको हो भनेर लेखिएको छ। त्यसपछि उनी पैसामा उपलब्ध हुनेदेखि लिएर विभिन्न व्यक्तिसँग सम्बन्ध रहेको सम्मको आरोप लगाइएको छ। तर एउटा प्रश्न छ, यी आरोपहरूको प्रमाण कहाँ छ? कुनै कागजात छैन, कुनै अडियो छैन, कुनै भिडियो छैन, कुनै सम्बन्धित व्यक्तिको प्रतिक्रिया छैन। छ त केवल दाबीहरू। यहाँ दाबीहरू मात्रै हुनुको कारण हो तस्बिरका लागि समाचार लेखिनु। दशैंमा समाचार नपाएर फोटोका लागि लेखेको भनेर जनआस्थाका सम्पादक किशोर श्रेष्ठले खुलेआम अन्तर्वार्ता दिँदै हिँडिरहेका छन्। हामीले त्यो फोटो प्राप्त भएको केहीसँग 6 महिना 7 महिनासम्म त्यो केही पनि गरेनौँ। तर अब कस्तो हुन्छ भने तपाईँलाई थाहा छ, दसैँ तिहार भएपछि धेरै मान्छेहरू घर जाने मोडमा हुन्छन्। पत्रिकामा न्युजको पनि खडेरी हुन्छ, मान्छे फेस्टिभ मोडमा हुन्छन्। अब स्टोरी केही हुँदैन, तर शीर्षक कार्यको मात्रै फोटो छ भनेर लेखेर मात्रै पनि भएन। भनेपछि ल हाम्रो त्यति बेला एउटा म्यागजिन निकाल्ने तयारी पनि थियो, तर म्यागजिन निकाल्नको अलिक खर्चिलो पनि भयो, विज्ञापन सिज्ञापन पनि नआउने भयो भन्ने भएपछि दृष्टिमै एउटा जनआस्थामै एउटा स्टोरी गरौँ भन्ने भयो र त्यसमा बन्यो स्टोरी। त्यति बेला फिल्मका महिलाहरू देह व्यापारमा थिए भन्ने दाबी अन्य पत्रिकाहरूले पनि गरेका थिए, तर त्यसको ठोस प्रमाण कसैले पेश गर्न सकेका थिएनन्। जनआस्थाले छापेको समाचारभरि महिला कलाकारहरूको नाम खुलेआम लेखिएको छ। श्रेष्ठा कार्की, निरुता सिंह, पूजा चन्द, जल शाह, रेजिना उप्रेती। तर उनीहरूसँग जोडिएका भनिएका धेरै पुरुषहरू को हुन्? कतै व्यापारी, कतै उच्च पदस्थ व्यक्ति, कतै मारवाडी, कतै पूर्व मन्त्री। यी महिला कलाकारहरूले केही गर्न सक्दैनन्। यिनीहरूलाई ब्ल्याकमेल गर्न सजिलो छ, त्यसैले यिनीहरूको रस निस्कुन्जेल चुस्ने अनि रस निस्कन छाडेपछि पत्रिकामा छापिदिने भन्ने नियत प्रष्टसँग
पुरै समाचार पढिसक्दा देखिन्छ। यदि यो वास्तवमै अपराधको खुलासा थियो भने यहाँ अपराधी श्रीशाक यी उनलाई नग्न फोटो देखाएर ब्ल्याकमेल गर्ने ब्ल्याकमेलर, तर यहाँ त जो अपराधी उसैका नाम लुकाइए र जो पीडित उसैको फोटो हेरेर कथा बुनिएको देखिन्छ। भाषा हेर्दा सायद कलम पनि बाध्यतामा पर्यो होला, नत्र सजिलै यति गिरेका र घिनलाग्दा शब्द ननिस्किनु पर्ने। पत्रकारितामा सामान्यतया तटस्थ भाषाको प्रयोग गरिन्छ, तर यहाँ धन्दावाल, अखडा, रङ्गीन रात, उपलब्ध हुन्छन्, तरुणी खेलाउने जस्ता शब्दहरू प्रयोग गरिएका छन्। स्मरण रहोस्, यही भाषाका सम्पादक किशोर श्रेष्ठ प्रेस काउन्सिलका अध्यक्ष समेत बनेका थिए, जुन संस्थाले पत्रकार र पत्रकारिताको आचार संहिता बनाउँछ। समाचारका धेरै वाक्यहरू भनिन्छ, सुनेपछि घुम्ने गर्छिन्, बताइन्छ जस्ता शब्दमा आधारित छन्। पत्रकारिताको आधार भनेको प्रमाण हो, हल्ला होइन। यहाँ तथ्यभन्दा बढी आरोप छन्, प्रमाणभन्दा बढी सङ्केत छन् र पत्रकारिताभन्दा बढी चरित्र हत्याको प्रयास देखिन्छ। यही कारणले श्रीशाक कार्कीको घटना आज पनि केवल एउटा आत्महत्याको घटना होइन, यो नेपाली पत्रकारिताको इतिहासमा नैतिकता, जिम्मेवारी र प्रेसको शक्तिबारे उठ्ने सबैभन्दा ठुलो प्रश्नहरूमध्ये एक बनेर बसेको छ। यो घटना पत्रिकामा छापिँदा एक व्यक्तिको मात्रै ज्यान गएको होइन, यसले लाखौँ युवतीहरूको हिरोइन बन्ने सपनालाई मारेको छ। अनि यसै घटनासँग जोडिएका केही पात्रहरू मर्नु न बाँच्नुको अवस्थामा छन्, कोही मरिसकेका समेत छन्। तर पनि पत्रिकाका मालिक, पत्रिकाका सम्पादकमा पश्चाताप भेटिँदैन, बचाउ मात्रै भेटिन्छ। आत्मआलोचना भन्दा प्रतिरक्षा छ, गल्ती स्वीकार गर्नुभन्दा आफू सही भएको प्रमाणित गर्ने प्रयास हाबी देखिन्छ। उक्त समयमा कलाकारहरूले न्यायको नाममा लासमाथि राजनीति गरे। फोटो खिच्ने उद्धव भण्डारीले जलेर ज्यान फाले। श्रेष्ठलाई उद्धवसँग भेटाइदिने अभिनेत्री अहिलेसम्म मानसिक रोगी बनेर छटपटाइरहेकी छन्। नेपाली मिडियाले चलचित्रलाई मनोरञ्जनका रूपमा लिन्छन्, फलस्वरूप यसको गाम्भीर्यतालाई सामान्य तरिकाले प्रसारण प्रकाशन गर्छन्, जसमा अनुभवी पत्रकार होइन, भर्खरै 5W अनेज लेख्न जानेका पत्रकारहरूलाई यसको रिपोर्टिङमा खटाइन्छ। त्यसै सिकारु पत्रकार थिए यादव प्रसाद पाण्डे। यस घटनापछि उनले पत्रकारिता चटक्कै छाडे। अहिले उनी होटल व्यवसायमा छन्। उनीसँगै बाइलाइनमा अटाएको अर्को नाम विश्वमणि सुवेदी भने चलचित्र पत्रकारितामा गन्तीकै पत्रकार थिए। यस घटनापछि उनले फिल्मी विधामा लेख्न छाडे, तर पत्रकारितामा भने अहिले पनि सक्रिय छन्। घटना घटेपछि यादव र सुवेदीले हातले लेखेको गुरु कपीलाई प्रहरीले अनुसन्धान गर्यो, जसमा पत्रिकामा छापिए जस्तो सनसनीपूर्ण समाचार देखिएन। त्यति बेला अहिले जस्तो सिधै कम्प्युटरमा टाइप गर्ने चलन थिएन। हातले लेख्ने र फाइनल भएपछि टाइपिस्टले टाइप गर्ने चलन थियो। दुवै पक्राउ परेर पछि छाडियो। तर गुरु कपीलाई तोडमोड गरेर सनसनी बनाउने र बिना प्रमाण समाचार सम्पादन गर्ने सम्पादक किशोर श्रेष्ठलाई कानुनले केही गर्न सकेन। कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भए पनि उनी खुलेआम डुलिरहे। कारबाही गर्ने हिम्मत कसैले गर्न सकेन। उल्टै उनलाई नेपाल अधिराज्यको महान्यायाधिवक्ताको कार्यालयबाट उन्मुक्ति दिइयो। त्यस समयमा सुनिल कुमार पन्त महान्यायाधिवक्ता थिए। समग्रमा हेर्दा श्रीशाक कार्की आत्महत्या प्रकरणमा सबैभन्दा धेरै प्रश्न जनआस्था र त्यसका मालिक तथा सम्पादक किशोर श्रेष्ठतर्फ तेर्सिन्छ, किनभने विवादित तस्बिर छापिएको करिब 2 वर्षपछि त्यसलाई सार्वजनिक गरियो। प्रमाणित तथ्य बिना समाचारको आवरण दियो र त्यसको प्रत्यक्ष असर एक युवतीको जीवनमा पर्यो। श्रीशाक कार्कीको मृत्युले नेपाली पत्रकारिताको इतिहासमा गहिरो बहस जन्मायो, तर त्यस प्रकरणको केन्द्रमा रहेका किशोर श्रेष्ठ भने सार्वजनिक जीवनबाट कहिल्यै ओझेल परेनन्। बरु विभिन्न राजनीतिक शक्तिहरूसँगको निकट सम्बन्धका कारण उनी प्रभावशाली भूमिकामै रहिरहे। प्रेस काउन्सिल नेपालको अध्यक्षदेखि रातो पासपोर्ट प्राप्तिसम्मको यात्राले पनि उनको राजनीतिक पहुँच कति बलियो थियो भन्ने देखाउँछ। अरूका काण्ड र आरोपको पर्दाफास गर्ने पत्रकार किशोर श्रेष्ठमाथि आजसम्म श्रीशाक कार्की प्रकरणको नैतिक जिम्मेवारीबारे प्रश्न उठिरहेको छ, तर उनले विभिन्न मिडियामा गएर दिएको अभिव्यक्ति निकै गैर जिम्मेवारी सुनिन्छ। समग्रमा यदि श्रीशाक कार्की प्रकरणमा किशोर श्रेष्ठ वास्तवमै निर्दोष थिए भने उनले यो मुद्दा फेरि अनुसन्धानको माग गर्दै अगाडि किन आएनन्? यदि उनीमाथि राजनीतिक वा व्यक्तिगत प्रतिशोध साधिएको थियो भने त्यही प्रकरणलाई नै किन बारम्बार हतियार बनाइयो? आखिर यो घटनाले यति धेरै विवाद जन्मायो भने त्यसको सत्य बाहिर ल्याउने पहल सबैभन्दा पहिले उनी स्वयंले गर्नुपर्ने होइन र? श्रीशाक कार्कीको मृत्यु भएको 2 दशकभन्दा बढी भइसक्यो, तर आज पनि यो प्रकरण तथ्यभन्दा बढी प्रश्नहरूले घेरिएको छ। त्यसैले बहस केवल एउटा पुरानो घटनाको होइन, सत्य, जवाफदेहिता र न्यायको पनि हो, किनकि जति समय बिते पनि एउटा प्रश्न अझै अनुत्तरित छ। श्रीशाक कार्कीको मृत्युका लागि जिम्मेवार को थियो र किन आजसम्म त्यसको स्पष्ट जवाफ नेपाली समाजले पाउन सकेको छैन? समय बित्यो, राजतन्त्र मासियो,
बारम्बार सरकार फेरिए, पत्रकारिता गर्ने माध्यम फेरियो, पत्रकारहरू फेरिए, अहिले त पत्रकारिता नै फेरिन थालेको छ। तर आज पनि जब शीर्षा कार्कीको नाम उच्चारण हुन्छ, नेपाली समाज खण्ड खण्डमा विभाजित हुन्छ। कोही भन्छन् यो पत्रकारिताले गरेको हत्या हो, कोही भन्छन् सत्य लेखिएको थियो, समाजले पचाउन सकेन, भिडियो नै बाहिरिँदा बाँच्नेहरू छन्, त्यो त जाब फोटो र टेक्स्ट न थियो। अनि कोही भन्छन् बाहिर पत्रिका र पत्रकार देखाइयो तर भित्र कारण अर्कै थियो। तर वास्तविकता के हो? दोषी को हो? एक पत्रिका, एक फोटो, केही थान टेक्स्ट, नेपाली समाज कि हामी सबै? उत्तर कुरेर बसेको 24 वर्षसम्म पनि यो घटनाले सत्य के हो पत्ता लगाउन सकेको छैन। नयाँहरूको सरकार आएको छ, नयाँले सत्ता चलाएका छन्, तर दरबार हत्याकाण्डको फाइल खोल्छु भन्नेहरू 2 वर्षसम्म ब्ल्याकमेलमा परेर अन्त्यमा मर्न बाध्य एक कलकलाउँदी युवती बारेको मुद्दा फेरि बिउताउँछु भन्छन् या भन्दैनन् होला। ठुलाबडाको कनेक्सन र नेक्सस जोडिएको तर हेर्दा एक सामान्य युवतीको केस जस्तो लाग्ने यस घटनाका बारेमा आजको भिडियोमा हामीले प्रश्न उठाउने प्रयास गरेका छौँ। शीर्षा कार्कीको मृत्युमा आखिर दोषी को थियो अनि आजसम्म हत्याराले उन्मुक्ति किन पायो? यस घटनाबारे तपाईँलाई के लाग्छ? हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला।